अहिले चाहिँ म निस्किन लागेको होइन चाहिँ म जान्छु रुमतिर अहिले चाहिँ म बाइकमा छु के भन्नु थियो दाइले यो ठाउँमा होइन यो सबैले पहिला के भने नि केटाको गल्ती होला भनेर सोचिरहेको थियो नि त होइन तर मलाई चाहिँ मैले पहिले भनेँ केटाहरूलाई हेर उनीहरू कुरा गर्ने काम मान्छे दुईजना होइन अब के भयो नि हानिदिन्छ भनेर गएको हो उनीहरू पनि होइन अब लुने कुरा गर्न आउने मान्छे 5 जना आउँछ भने त्यही त यिनीहरू 100% हान्ने तालले आएर छ क्या बिचरा ऊ स्लो रहेछ फेरि एक्लै रहेछ नि त दुईजना रहेछ एउटा साथी अर्कोले नेटवालाले फर्काउँदै मैले नि हेरेर राति भिडियो हेरेको सानो क्लिप हेरेको थिएँ कि जसले नै हान्छन् हानिहाल्छ नि यार तर फर्स्ट चार्ज चाहिँ केटाहरूले गरेको छ क्या यो हान्ने मान्छे जहिले पनि दाहिने साइडमा बस्छ क्या होइन त सजिलो बनाउनलाई जेबेलले समातेर दाहिने त्यो केटाहरूको पोजिसन र त्यो केटाको दुईजनामा पोजिसन हुन्छ दुईजना जेबेले दिँदा चाहिँ एउटा त्यही त अहिले त यार घटना पनि छ्याप भइरहेछ यार त है धेरै जस्तो यो मोडल हुने केटीको बारेमा केटाहरूको चाहिँ होइन त्यस्तो भयो कि खासमा अब पहिला एमाले काङ्ग्रेस घरबाट फाइट परिहाल्छ पावर थियो नि त काङ्ग्रेस के भन्छ चढाउँदै पनि के केटाहरू अहिले के छ भने बसेको पावरलेस छ सबैजना यही पुरेर बस्ने हो क्या त्यही त यहाँ बटन धारा पनि फेरि मेरो साथी त बटन बियरको बोतलले रसिएर पनि अरे त्यसपछि मेरो साथी भन्छ नि अझ टोलकै पहिला यस्तो थिएन अरे जेन्जी आन्दोलन पछि औडा भयो झन् बिग्री केटाहरू छ नि जेन्जीको पावर चल्छ भन्ने एन्टेन गर्ने होइन हानिहाल्ने झ्यामझुम मेरो पोखरा यार हजुर पोखरा त एकदम साइलेन्ट छ नि त्यो भयो अनि केटाहरू क्लब गएको बेला झगडा हुन्छ अनि बेसी झगडा हुँदैन नि पोखरा एलजीले कन्ट्रोल गर्छ यार अहिले नि एलजीकै छ नि पावर छ नि त एलजीहरू फेरि कन्ट्रोलको पावर कम्पनी मान्छ पहिल्यैबाट चलाएको नि एलजीहरूले त पोखरा कता फेरि दिप्त नयाँ बजारको हो नयाँ बजार डिलर यहाँ पनि छु तिनीहरू पनि हो र पहिला उनी पोखरा बस्या हो होइन पहिला एउटा कम्पनीमा काठमाडौँमा परेको थियो त्यो कम्पनीमा त्यो एलसीको रोशन गुरुङ कहाँको त उसको सिङ्दीको टिपको हो र बुढाको लगानी छैन यहाँ म पोखरा पनि आइरहेको हो